हेलो गाइज, वेलकम टु माई भ्लग। आज चाहिँ म धेरै दिनपछि फेरि आफ्नो भ्लग लिएर आइसकेको छु। गाइज, सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला र कमेन्ट गरिदिनु होला। आज चाहिँ म आलुमा पानी चाहिरहेको छु। आज किचन गार्डनमा म यसो सर घुमेको, आलुमा पानी चाहिरहेको छु मैले सर। अनि यो चाहिँ हाम्रो किचन गार्डन हो। यता तोरीहरू छन्, तोरीहरू उम्रिँदैछ। यो चाहिँ मैले लगाएको टमाटर, अनि टमाटर चाहिँ अझै उ छ, अब बान्ने बेला हुन लाग्छ डोरीले। टमाटर फल्दैछ भर्खर, गरेपछि सबै हुने रहेछ, रोपेपछि सबै फल्ने रहेछ। अनि यता चाहिँ सुन फल्याछ, भर्खर सुन उम्रिँदैछ। तर यो चाहिँ लसुन हो। अनि यतातिर सर र हाम्रो घरतिर यता खुर्सानी। अनि मैले आफ्नो किचन गार्डनमा यति धेरै आफ्नो घरमा बजारबाट किन्न नपरोस्, सबै घरमा फलाउनु पर्छ। अर्ग्यानिकै आफूले रोपेर खानुपर्छ जग्गा हुँदासम्म। अनि यता चाहिँ हाम्रो यो खुर्सानी रोपेको छौँ, यता चाहिँ यो अदुवा हो। अनि हाम्रो यो घुइया चाहिँ अब खन्ने बेला हुन लागिसकेको छ। अनि यो बेसार सर र अनि यता चाहिँ हामीले आँपहरू अनि बाख्रालाई घाँस टक्क लाएर गाउँले पारा। अनि मिठो अर्ग्यानिक टक्क लाएर अब तोरीको साग अर्ग्यानिक टक्क खानुपर्छ भर्खर छ। अनि हाम्रो बिरालोले चाहिँ बुढी हेरिरहेछ, कहीँ मुसा सुसा पाइन्छ कि भनेर, होइन हेलो भन्दै। अनि यस्तो हेरिदिन्छ। अनि हाम्रो चाहिँ यो बोडी यहाँ माथिसम्म गएको छ, सुकिसकेको छ, अर्ग्यानिक बोडी, काक्तीको बोडी। गाइज, सो मैले अब भ्लग यहीँ इन गर्न लागेको छु। छोटो मिठो भ्लग आजको लागि यति। हस् त।